Hello guys, welcome to my channel. आज हामी धेरै पछि आएको छौं भिडियो लिएर भ्लग बनाउन। सो आज हाम्रो प्रोग्राम छ फुलचोकी हाइक जाने र त्यहाँ गएर ड्राई पिकनिक गर्ने। सो लेट्स सी को हुन्छ यो भिडियोमा हामी के गर्छौं। ओके, अब एकछिनमा भेट हुन्छ हाम्रो फेरि। सो यस 6:30 बजे 6:30 बजे हामी निस्किँदैछौँ गोदावरीको लागि। सो हामी निस्के फाइनली। हामी अहिले पुग्यौँ सातो बाटो चोक। यहाँबाट अब गोदावरी पुग्न लाग्छ आधा घन्टा। लाग्दैन 20 मिनट 10 देखि 15 मिनट। तिमीले बाटो बाटो ल्यायो भने लाग्छ आधा घन्टा मलाई लाग्दैन। हामी चाहिँ गोदावरी आइसक्यौँ तर हाम्रो साथीहरू चाहिँ गोदावरी आइपुगेका छैनन्। सो यहाँ हामी पुग्दैछौँ अनि त्यसपछि सँगै जान्छौँ। आज आउँछ हाम्रो ब्लग। होइन गोदावरीमा अब चिया खाँदै त्यसपछि हामी लाग्छौँ माथितिर। यो हजुरको ब्ल्याक लेबल ओ जाडो छ अहिले त। के एउटा बोतल बोकेर हिँड्ने हो। हामी लाग्दैछौँ माथितिर अब अनि पार्किङ गर्ने ठाउँसम्म पुग्छौँ अनि त्यसपछि हिँड्न लाग्छ। के थाहा तपाईँ भन्नु न, कहाँबाट हिँड्ने हो? आउँदैन त नि हिँड्ने ठाउँ। त्यो छुट्टै बाटो थियो नि एउटा ट्रेल जस्तो, हिँड्ने एउटा ट्रेल जस्तो थियो नि एउटाको भ्लगमा। उसको बाटो होला क्या, त्यो बोटानिकल गार्डन जाने थियो। होइन, अर्कै देखाएको थियो त्यो मान्छेले त्यो भ्लगमा। हामीले त ठाउँमै भेटिनौँ। मान्छेले त्यही भन्नु। दिदी क्याप डाउन भएछ? मेरो भ्लग हेर्नुहोस्, कोही हराउनुहुन्छ भन्ने यो सूचनाको लागि। हामी अब यहाँबाट हिँडेर जाँदैछौँ तर हामीले सुरु हुने त्यो हाइकिङ ट्रेल चाहिँ भेटेनौँ। आधा बाटो बाइकमा आएर, आधा चाहिँ होइन। यहाँबाट 8 किलोमिटर जति छ फुलचोकी छ। अनि यहाँबाट हामी माथि लाग्ने हो। हाइकिङको सुरुवात चाहिँ यस्तो ट्रेलबाट हुँदैछ, सिडीबाट स्टार्ट। केटाकेटी हो, जाऊ सुरु भयो हाम्रो। जानु म भिडियो बनाउँदैछु त। अनि जाउँ गाइस, जाउँ। हामी आफ्नो लागि फ्रीको नेपाली अर्ग्यानिक ट्रेकिङ स्टिक बनाउँदैछौँ। हाम्रो अर्ग्यानिक नेपालको ट्रेकिङ स्टिक लिँदै हामी अगाडि बढ्यौँ। सुरुदेखि उकालो छ, ठाडै उकालो। हो मिलिहाल्छ 4वटा त। हामी 4 जना लड्दै पढ्दै हिँड्दै छौँ। जंगल में त्यही पनि अपनी देवर की भारत लेके जाऊ दिदी जाऊ। पुग्नु पर्यो जसरी गरी भइस। र हामीसँग हामी 3 जना होइन 4 जना हो, तर अर्को व्यक्ति चाहिँ फ्लाउरी खोज्न जानुपर्छ। पर्दैन दिदी दाइ। जम के हो त्यो दिदी? ह्यापी टेन्ट हो, ल्याउनु होइन मैले छोडे होइन, मेरो त छ। यहाँ हाम्रो ब्रेक सक्यो, पानी सानी खाएर अब हामी माथि लाग्छौँ फेरि। अब कति 4 किलोमिटर होला माथि है? 4 किलोमिटर कहाँ 1 किलोमिटर हिँड्ने बल्ल 1 किलोमिटर। त्यही त अनि 5 थियो नि त तल। 5 किलोमिटर थियो अघि हामी सुरु गर्दाखेरि। 1 किलोमिटर त हिँड्यो होला नि यार। त्यस्तो बिस्तारै पनि हिँडेको छैन हामीले त। रमाइलो छ यहाँको हाइकिङ त। सुरुमा ठाडै उकालो अनि बिस्तारै बिस्तारै
पेस लिन्छौँ होइन होला 5.2 किलोमिटर गाइज अनि अघि 5 थियो अब 5.2 भयो माथि पुगेपछि 6 किलोमिटर 5.5 थियो त्यो कति हो यो कसरी नबुझ्ने गरी लेखेछ हाम्रो हाइकिङ जारी छ 500 मिटर बल्ल हिँड्यौँ हो नि सुरुकोले त डराइदियो अब चाहिँ ठिक छ तल रोड यो हाइकिङ ट्रेल हाम्रो तर भिडभाड होइन के हेर्नु माथि हेरेर रमाइलो हुन्छ साइडमा हेर्दा पो रमाइलो हुन्छ नि अब के आउनुहोस् आउनुहोस् तपाईँहरूलाई स्वागत छ कस्तो हुँदैछ त अहिलेसम्मको हाइकिङ एक्सपिरियन्स रमाइलो हुँदैछ कतिको थाक्यो पसिना आयो अझै आसन पसिना अझै माथि 600-700 मिटर मात्रै हिँडेँ मैले हामी आएको अवस्था कस्तो मिठो वाला रहेछ यो फ्लेभर अमिलो ट्याङ्गी लेमन वाला होला चिल्ली लेमन हालेको खाम खाम गाइज खोलेपछि त सबैजना खाइहाल्ने रहेछ नि नखोल्दा मात्रै हो खानुहुन्न भन्ने खाम गाइज खाम तातो पानी अदुवा पानी हर्बल पानी गार्लिक पानी के छ खाम ल गाइज अमाइ फाइनली हामी एउटा भिडियोमा भेट भयौँ जानु अगाडि जानु मोटो कस्तो हुँदैछ त पुरम दिदी त्यस्तो भन्ने होइन लड्दै पढ्दै ढल्किँदैछ दाया बाया यो यस्तो राम्रो हिउँ परेको हिमाल देखिया थियो ओ दामी यहाँ अलिअलि हामीले लालीगुराँस देख्न थाल्यौँ अनि हाइट पनि बढ्दैछ हाम्रो अब यहाँ लालीगुराँस देख्यो कि नै रोडोडेन्ड्रन कस्तो मिठो छ तर अझै झपक्क भएको छैन है टिप्नलाई पाउने गरी केही आएछ नि दिदी छोडिदिनु सही 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 भएछ दिदी यहाँ त देखिरहेछ त्यो बाटोहरू कस्तो हुस्सुहरू लागिरहेछ अबदेखि तिमी पछि म चलाउँछु तिमी बसेर फोटो खिच्नु हामी त अहिले सम्म बाटो हिँड्दैछौँ हाम्रो ट्रेल कहाँ हरायो ल हामी 2.8 कति हाइटमा छौँ अहिले हामी भन्दिनु त अब हामी 2.8 किलोमिटर बाइक छौँ भनेपछि अब लगभग 1.5 घन्टा अझै लाग्छ होला अब आउँछ कि हाइकिङ ट्रेल 2414 किलोमिटर माथि हामी 300 मिटरको हाइटमा हिँड्नु बाँकी छ सयो ल सयो हाम्रो गर्मी भयो हजुर टिचिङ हस्पिटलको गज मिसयुज गर्ने व्यक्ति उहाँ हो भन्दै हामीले अहिलेसम्म आधा बाटो भ्यायौँ है अब अझै आधा बाटो बाँकी छ डाँडा त कहाँ देखिन्छ बट # ह्याङ्गिङ माउन्टेन ल मैले यही भनेर राख्छु अब हामी पुग्न लाग्छ है हाइट त आइसक्यो होइन आइ नै सक्यो जस्तो नजिकै फिल भयो क्या अहिले चाहिँ भाइरल रुख रे कहिले भाइरल भयो
यसमा के भाइरल छ र खतरा सही हो ल जाऊ मैं तो थक गई सूर्यकुण्ड फुलचोकी हामी यहाँ बाटोमा पर्यो यो तर अहिले चाहिँ सुकेको छ रे हेरौँ न ए यो त कुण्डको नाममा हामीलाई प्रयाङ्क गरेछन् प्यान्ट हैन गर्मी भएर पानी सुक्यो सोचे उता रुख हैन के को पुरै ब्लुबेरी जस्तै देखिन्छ यसमा हो के जिम्बु सिम्बु किम्बु भन्छ नि के हो त्यो यहाँबाट माथि जाने कि नजाने हामी कताबाट जाने हो यहाँ पनि छ बाटो यहाँ पनि छ बाटो र हामी लगभग नजिक आइसक्यौँ है अलमोस्ट अब 30 मिनटसम्म त माथि पुग्छौँ होला 30 मिनटसम्म माथि पुग्छौँ तर त्यहाँ बाँदर छ एउटा बाटोमा घुमेर चाहिँ 2 किलोमिटर रहेछ के हेर ल बाटोमा 2 यस्तो रहेछ अनि यसबाट चाहिँ यो बाटो सर र यस्तरी गए चाहिँ 2 हो कि अनि सक्कडी सर गल्चोरमाथि घुम्यो यहाँबाट कति गल्चो के उमम छोरी म चाहिँ कति हो उहाँको ढोका हो यो को बसेको यो हैन फुलचोकीमै फुलचोकी माईको होइन फुलचोकी माईको सिकारी हो सिकारी हो हैन यहाँ चाहिँ धुप बालेर अनि माथि लाग्नु पर्ने जानु पर्ने अब नसकेपछि के गर्नु हैन हामी त पुगेर हात जोड्ने भन्ने अब तपाईहरु यहाँबाट अब कति बाँकी लाग्छ अब कति छ माथि यहाँबाट यताबाट जानुपर्छ गएको राम्रो होला है 10 मिनेट यताबाटै गएको फाइदा यो त डाँडो चढ्नु भन्छ त्यसो भनेको सर ठ्याक्कै टुप्पुमै पुग्नु यहाँदेखि गयो भने यहाँदेखि त कता कहाँबाट चढ्ने हो थाहै भएन यो बाटो है यो ढुङ्गा सबै फुटाइ ल्यायो हामीलाई चाहिँ अब त्यहाँ देवी आएको भएर त्यो दिदीकोलाई त्यो बाटो नजानु भने दिदी हो नि अनि हामी त्यो बाटो गएनौँ डरले अब हामी लामो बाटो यो गाडी हिँड्ने बाटो जाँदैछौँ त्यो ट्रेलको बाटो छोडिदिउँ डर लाग्यो त्यो दिदीलाई देवी आयो देवी यति त हिँडिसक्यौँ अब यो थोरै छ अब 1 किलोमिटर यहाँबाट भनेपछि त्यही हो आधा घन्टा लगभग लाग्छ होला पाउने बारेमा हामी फाइनली पुगिसक्यौँ टावर त देखि नै सक्यो त्यहाँ नै आउनु पर्ने लगभग पुग्न लाग्यो हामी त यस only 10 minutes away from the आइसक्यौँ हामी टावरमा यहाँबाट माथि अब टावर लागिन्छ पानीको व्यवस्था चाहिँ छैन लाग्यो टावरतिर हामीलाई कति घन्टा लाग्यो भन्दाखेरि 3.5 घन्टा लाग्यो माथि पुग्न 8:30 बजे हामीले सुरु गरेको स्कुटी राखेर बाइक तल पार्क गरेर अनि त्यसपछि हिँड्दा 12:30 बजे ठ्याक्कै माथि हामी पुग्यौँ 12 बजे अनि यहाँ चाहिँ टावरको तल चाहिँ एउटा मात्रै पसल छ अनि त्यहाँ चाहिँ टोयलेटको सुविधा त छ तर पानी चाहिँ छैन पुग्यो फुलचोकी भन्दै फुलचोकी पुग्यो गाइज दामी जय फुलचोकी माई
आइयो हामी 3.5 घण्टामा। जुत्ता खोल्ने उता निकाल्ने हात धुनु पर्छ त्यस्तो कहाँ हुन्छ रमाइलो हुन्छ बिस्तारै यस्तै चाहिएको मलाई रोटी यहाँ छ है रोटी यहाँ छ है होइन यसो चस्मा लगाइदिने अवस्था आइपुग्यो बोल्न हामीलाई अब के छ बाँकी भन्छ यति नै होला दिदी हाम्रो ड्राई पिकनिक स्टार्ट हुँदैछ खानेकुराहरू हामी सबै प्लेटमा राखिसक्यौँ फुड लाएर हामीले खाजा खान बसेको छ दिँदैछौँ चल पल फर्स्ट बाइट खाएल मुकबाङमा फर्स्ट बाइट खाएल एक सर्ट लिइदिन्छु तातो पानीको अवस्था जिन्जर पानी नै ठिक छ दिदी सबै मिठो भएको छ है हर्बल टी पनि छ हामीसँग हर्बल टी जिन्जर टी हर्बल टी त्यहाँको त्यो चक्कुको पनि त युज हुनु पर्यो नि त अनि त्यो काटे जस्तो गर्नु त पर्यो रिसाउला चक्कु सक्यो अब यहाँबाट हाम्रो प्याकअप हुँदैछ सरसफाइ हुँदैछ अनि त्यसपछि चाहिँ एकछिन फोटोसोटो खिचेर अनि हामी तल झर्छौँ है 12:30 भयो यति भए पुग्छ तर मलाई बन्टी र स्निकर्स ल हामी त अब यहाँ 45 मिनट जति बस्यौँ खायौँ अनि अब हामी तल झर्दैछौँ घाम लाग्यो निन्द्रा लाग्यो टन्न खाएपछि त्यही भएर छिटो भाग्दैछौँ तल हाम्रो आजको एकदम रमाइलो थियो खानेकुरा पनि मिठो मिठो भएर झन् मलाई त आनन्द आयो of me Mr. Asis and Susmita thank you only because of me रेके म मात्रै लिन चाहन्छु त्यो क्रेडिट both of you we want to thank both of you हेर अमेरिका जानेको प्र्याक्टिस गरेका यो मेरो भ्लगमा आएर हाम्रो भ्लग चाहिँ अब यही इन्ड हुन्छ म तल गएको चाहिँ खिच्दिन किनभने चार्ज छैन यो फोनमा so guys see you soon in next vlog till then bye bye